हेलो गाइस, आज चाहिँ हामी एउटा अनट्यान कता हिँड्दैछौँ भने थाहा छैन, त्यही पनि अनट्यान हामी हिँडिरहेछौँ। हाम्रो मेरो मेन ड्राइभर हुनुहुन्छ हाम्रो करिश्मा कार्की। हाई गाइस। ल उहाँले आज कहाँ लानुहुन्छ भने थाहा छैन, तर कहाँ लानु चाहिँ लानै हुनुहुन्छ। अब कतातिर घुमाउनुहुन्छ लानुहुन्छ हामी तपाईँलाई देखाउनेछौँ। हेर्दै जानु होला, तपाईँहरूले पनि यसो भिडियो हेरेर मनोरञ्जन गरिदिनु होला। अब अहिले हामी बाटोमै छौँ, अब तपाईँहरूलाई हामी देखाउँदैछौँ, धरानको यसो भ्यूहरू पनि देखाउँछौँ र कहाँ जान्छौँ कसो छ के छ त्यो पनि हामी देखाउँछौँ तपाईँहरूलाई। ल हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुगिसकेको छौँ। हाम्रो गन्तव्य चाहिँ वान एन्ड ओन्ली हाम्रो बिपी कोइराला हेर्नुहोस् हस्पिटल। मलाई हामी अब बिपीको हस्पिटलमा देखाउँछौँ। बिपी कोइरालाको रोड यस्तो दामी छ। अनि मेरो भिडियोग्राफर चाहिँ मेरो दाजु हुन्छ पछाडि बिहाइन्ड द क्यामेरा। अरू केही भन्नु छ? आज यहीँ लिएको हो, अरू केही होइन। अहिले चाहिँ म एउटा खानेकुरा खुवाउन लान लागेको छु भिडियो बनाइदिएको बापत गाइड। ल प्लिज हजुर आफूलाई पनि देखाउनु होला। ल उहाँले मलाई आज कहाँ चाहिँ लाने भनेर सोच्नु भएको रहेछ। उहाँले मलाई लानुभएको छ बिबी हस्पिटल, जहाँ यहाँ कोही बिरामी छैन हाम्रो अहिले। अब थुतु होइन कि, तर त्यही पनि अब कोही त बिरामी छैन भन्दाखेरि अब होला कुनै हो भने, त्यही पनि अहिले चाहिँ हामी यहाँ कहीँ लाने खाजा खुवाउनु या केही खुवाउनु लाने भनेको मलाई भनिराखिदियो। तर लास्टमा यहाँ छ, यहाँ के गर्नुभएको लास्टमा मलाई त यहाँ स्कुटी सिक्छु भनेर पो आउनुभएको छ त। यो के हो यार, सिक्छु या सिकाउँछु या के हो? ल ठिक छ, ल ठिकै छ। उहाँ प्रो भए पनि अब हामीले यसो अब ल्याइ त हाल्नुभयो होइन, ल्याइसकेपछि अब यसो डुलडाल घुम्नु पऱ्यो, यसो देखाउनु पऱ्यो तपाईँहरूलाई। भ्यू मजाले देखाइदिन्छु है। ल उहाँ हुनुहुन्छ एउटा राइडर केटीमा हो उहाँ। त्यो तपाईँले प्रो भन्नुभएको थियो। झन्डै यहाँ छेउमा होम्समा मलाई अगाडि पछाडि हुनुहुन्थ्यो झन्डै। तर त्यस्तो त गर्नु भएन नि त। के हो हजुरलाई कुदाउनु दियो भन्ने बित्तिकै उडाउनु दियो भन्ने कुरा होइन नि त। कस्तो मजाले कुदाउनु भन्ने कुरा हो त। अब हामी अवलोकन भनेको हस्पिटल नै हुन्छ। हाम्रो उहाँको फेमस डाक्टर ससाङ जहाँ काम गर्नुहुन्छ, हामी तपाईँ त्यो ठाउँ देखाउनु लाग्छौँ। ल डाक्टर ससाङ जहाँ काम गर्नुहुन्छ हामी त्यो ठाउँ देखाउनु लाग्छौँ गाइस। रकेट केटी म उडाउनु हुँदैछ। फेमस भ्लगर हुनुहुन्छ अनि हाम्रो डेन्टिस्ट पनि हुनुहुन्छ। उहाँको काम गर्ने ठाउँ चाहिँ हामी तपाईँहरू देखाउनु गइरहेको छौँ। खै त गाइडहरू देखाइदिनु त भिडियोग्राफरजी। ल हाम्रो उहाँले काम गर्ने ठाउँ वर्क प्लेस। ल आयो गाइजहरू आयो ल यही हो है गाइज हाम्रो डाक्टर ससाङज्यूले काम गर्ने। देखाइदिनुहोस् ल यहीँ उहाँले काम गर्नुहुन्छ। चाहिँ हाम्रो धरानको बिपिकेएचएस हस्पिटल हो, डेन्टल डिपार्ट अगाडि भन्नु होला। यी काम गर्ने ठाउँ हो, डिपार्ट यहाँ हेर्नुहुन्छ देखाउनुहोस्। यो हामी अहिले राति यसो घुमघाम गरेर उहाँलाई सम्झिरहेको छौँ। तर उहाँ हुनुहुन्छ अहिले उहाँले ओलङचुङ गोलामा एकदमै राम्रो काम गरिराख्नु भएको छ। वी आर भेरी प्राउड अफ यु। अँध्यारो आयो होला होइन, केही छैन गाइज। म अलिकति गोरी नै छु यहाँ भ्लगमा खालि आए पनि। सो गाइज हामी चाहिँ म चाहिँ यहाँ छु हाम्रो एकदमै राम्रो धरानको फेमस हस्पिटल बिपिकेआइएचएस। अनि यहाँ चाहिँ हाम्रो डेन्टिस्ट जुन डेन्टल डिपार्टमेन्ट छ जो चाहिँ हाम्रो यतापट्टि साइडमा छ। यो साइडको डेन्टल डिपार्टमेन्ट हो। अघि हामी तपाईँ देखाइहाल्यौँ जहाँ चाहिँ डाक्टर ससाङले काम गर्नुहुन्छ। सो यहाँ चाहिँ यतापट्टिको साइड चाहिँ मर्चरी हो
अनि मलाई सबै कुरा थाहा छैन यो साइडको मेन अगाडिको चाहिँ इमर्जेन्सी वार्ड हो किनभने म धेरैचोटि आएको छु हो इमर्जेन्सी वार्डै यताबाट सिधै चाहिँ इमर्जेन्सी वार्ड हो यो ल अब हामी बिपी हस्पिटलबाट निस्किसक्यौँ अब कहाँ जाने भनेर कुरामा यसो गरेको बहिनीलाई अब दहीबडा खाने के खाने भन्ने कुरा गरेर दहीबडा भनेर भन्नु चाहिँ तर दहीबडाको हालत के छ तपाईँ खाली सरी भनेको क्या अब यो चाहिँ हाम्रो बुद्धचोक हो दहीबडा खान आएको राति बुद्धचोकको धरानको बुद्धचोक कालो आयो ठिक छ काले देखिरहेको कहाँ आउँछ गोरो यस्तै छ आइज बल्छ देखिरहेको हेलमेटले हुन्छ यहाँ हेलमेट सेलमेट होइन अब हामी चाहिँ अब यसो यहाँ डुल्दै घुम्दै अब कस्तो यसो बेलुका नाइटको बेला घुम्नु पनि अरू ठाउँ होइन यसो क्याम्प भनेपछि हस्पिटलमा किन घुमेको भनेपछि अब किन घुमघामको लागि चाहिँ अब कोही हुँदैन एकान्त हुन्छ यसो घुमघाम शान्त हुन्छ भनेर मात्र हो यसो घुम्ने अब त्यही पनि हामी यहाँ धेरै न 5 मिनट जस्तो वेट बस्छौँ त्यहाँदेखि हामी फेरि धन बिपीबाट बाहिर निस्केर अब कहाँ जान्छौँ के छ कस्तो छ अहिले नयाँ नयाँ कुरा के छ त्यो पनि हामी तपाईँलाई देखाउँछौँ यही भ्लग अनुसारमा है ल फेरि हाँस्नु तपाईँको यो हँसाइ त गाइस दहीबाट खोज्दै खोज्दै नपाएर हामी यहाँ आलुमिमी खान आएको छौँ बिचको पा ओहो रिच किट त्यो नि मेरो पैसा है गाइस म यहाँ दिदीकोमा आलुमिमी खान आएको दहीबाट खोजेको भेटिनँ अब यहाँ चाहिँ देखाउनु भएन उहाँले ल अब घरमा खाना नखाने अरे उहाँ दहीबाट खानुहुन्छ अरे ए आलुमिमी कि दहीबाट त अब सम्झिने पानी छम्किने नेक्स्ट टाइम हेर्नुहोस् है हेर्नुहोस् यहाँको भ्यू ला कहाँ हरायो सब्जी लस भन्छ त हौ ओइ होइन होइन डर सरी छ हौ हेर डर सरी छ क्या ला फोटो खिच होइन कि उहाँ राति खाने बेला के गर्नु भयो हेर्नु घरमा खाना बाँकिरहेछ यस्तो त नगर्नुपर्छ नि त राख्नु त तिमी त के फोटो खिचौँ बाबा त्यस्तो होइन कहाँ उयो खेला गर्छ नि खिच कस्तो गरेर चाहिँ तिम्रो त पृथ्वी त हिँड्छ होला त छोड्छु फोटो खिच्न फ्ल्यास बाटो कहाँ सौदामा राम्रो आउँछ यहाँ हेर्नुहोस् पुरानो कहाँ न कस्तो पुरा हो आलु निम्की नै आउनु होइन खै फ्ल्यास लाइट आएन त किन आएन उज्यालो आउँछ नि त
गर्ला नि यहाँले कस्तो यो भयो त हौ यस्तो गर्नु लाइटै आएन आम्मामा के हेपेको स्यामसङ चलाउँछ भनेर नहेपु न हौ यसरी आइफोन फोन नि यस्तो आएको त नि फ्ल्याक्समा आएर बेजतै गर्ने हो त हौ झन् आइफोनले खतरा खिचिन्छ त ओइ के हो फ्लासै बोल्दैन त नि त्यो तेरो हातमा भन्नु ले यता लु छोडिदेऊ भयो अघि देखिसकेँ लु किन 2x बनाएको यहाँ अन गर्ने हो भयो त अब लु भयो होला आम्मामा यो गाह्रो छ अब आइफोन नचलाउनेहरूलाई जे पनि पोज दिँदै खानुहुँदैछ एउटा फेरि लु अब हेर्नुहोस् है यो अरू यहाँ पनि हेर्नुहोस् अनुहार अरू खोइ पनि हिँड्न खोइ कहाँ गयो अनुहार होला मेरो लुगामा साइड दाग्ला भनेर गयो फेरि ला अनुहारै दन जस्तै हेर्दा